नमस्कार, हजुरहरूलाई स्वागत छ मेरो युट्युबमा है। मेरो युट्युब च्यानलमा हजुरहरूलाई पुनः स्वागत छ र म आज हजुर समक्ष उपस्थित भएको छु एउटा छोटो कविता लिएर है। मेरो कविताको शीर्षक छ मन। र भनिन्छ मन है, मन एउटा शब्द हो जुन शब्दको चाहिँ के छैन, आकार छैन, मतलब निराकार, मतलब हृदय भनिन्छ, हृदयको नक्सा हो मन अर्कै हो। हृदय माने हार्ट है, जसलाई हामी भिजुअलाइज गर्न सक्छौँ, जसको हामी उपचार गर्न सक्छौँ, तर मनको उपचार गर्न सक्दैनौँ नि है। मनको उपचार हामी आफै गर्नुपर्छ। त्यही कारण त्यो चाहिँ हामीले के गर्छौँ भने त्यसलाई चाहिँ हामी हेर्नु सक्दैनौँ, इन्भिजिबल छ मन। मेरो कविताको शीर्षक मन र कविता पाठन गर्न सुरु गरिरहेको छु र मेरो कविता हजुरले राम्रोसँगले सुनिदिनुहुन्छ र भने साथै मेरो च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनुहुन्छ भने म आशा राख्दै मेरो कविता पाठन सुरु गर्न गइरहेको छु। मन, मेरो कविताको शीर्षक रहेको छ मन। मन हाम्रो शरीरभित्र भएको निराकार वस्तु हो। मन हाम्रो शरीरभित्र भएको निराकार वस्तु हो। मन हाम्रो रमाउने फुलबारी पनि त हो। मन हाम्रो रमाउने फुलबारी पनि त हो। मनभित्रै खेलिने प्रत्येक वक्तव्य, मनभित्र खेलिने प्रत्येक वक्तव्य विवादित हुन्छन्। मनभित्र खेलिने प्रत्येक वक्तव्य विवादित हुन्छन्। विवादित वक्तव्यबाट प्रश्नको सृजना हुन्छ। जहाँ आफ्नो कल्पना समाप्त हुन्छ, जहाँ आफ्नो कल्पना समाप्त हुन्छ, त्यहाँबाट मनको भावनाको सुरुवात हुन्छ। भावुकतामा पग्ली रोदनको आँसु झर्छ। भावुकतामा पग्ली रोदनको आँसु झर्छ। मोतीका दाना सरी। भावुकतामा पग्ली रोदनको आँसु झर्छ, मानव मोतीका दाना सरी। त्यसै भावनात्मकता